स्वागत छ। यो बढेको तलब भत्ता सम्बन्धी चाहिँ भिडियो ल्याएर फेरि पनि उपस्थित भएको छु आज दोस्रो दिन पनि। मेरो भिडियोमा पनि धेरै कमेन्ट आएको छ हैन। अनि त्यस पछाडि सामाजिक सञ्जाल लगायतमा चलेको धेरैवटा चर्चाहरू छन् कि त्यसमध्ये के छन् भने हाम्रो चाहिँ 10% के हो वृद्धि, अर्को 11% के हो वृद्धि भन्ने एउटा छ। अर्को चाहिँ बजारमा यति धेरै हल्ला भएको कुरा चाहिँ के छ भने हैन यो त प्रोत्साहनमा आधारित हो, त्यही भएर यो चाहिँ काम गर्दा मात्रै अथवा थप काम गर्दा मात्रै पाइन्छ, प्रोत्साहन स्वरूप मात्रै पाइन्छ, यो 10% भनेको त्यत्तिकै पाइँदैन भन्ने पनि छ। यो विषयहरूमा मलाई लागेको मैले जानेको कुराहरू सेयर गर्न आएको छु। र यो 10% वृद्धि र प्रोत्साहनले कहाँनिर असर गर्छ, कहाँ असर गर्दैन भन्ने कुरा पनि म जानकारी यहाँ दिन चाहन्छु। त्यस्तै एउटा चाहिँ पेन्सनरहरूको पुरानो कर्मचारी जो निवृत्त भएर पेन्सन खाँदै हुनुहुन्छ उहाँहरूको ठुलो प्रश्न छ, पेन्सनमा चाहिँ कति वृद्धि भयो भन्ने कुरा। सबै जानकारीहरू चाहिँ यो भिडियोमा म दिन चाहन्छु, अन्तिमसम्म हेर्नु होला। पेन्सनको विषयमा भने अन्तिममा म दिनेछु। यदि तपाईँलाई पेन्सनको बारे मात्रै जान्नु छ भने यसलाई स्किप गरेर पेन्सनको विषय मात्रै हेर्न सक्नुहुन्छ, जसको पनि म पेन्सनको पनि हिसाब गरेर देखाउने छु हैन। अब हेरौँ, तलबमान भनेको मैले उदाहरणको लागि 3वटा तहको कर्मचारीको लिएको छु, खरदार, सुब्बा र छैठौँको। 10% तलब वृद्धि भनेको सिधै के हो भने यहाँबाट 10% यसको के हो त 10% हिसाब गरे सिधै आउने, यसलाई धेरै ठुलो कुरा लिनै परेन। अब के हुने भयो भन्दाखेरि जम्मामा चाहिँ के हुन्छ, सम गरेर यो माथिको दुईटालाई जोड्दाखेरि आउनेलाई चाहिँ के हुने भयो, जम्मा तलब मानिने भयो हैन। अब जम्मा तलब कति हुने भयो त भन्दाखेरि माथिको दुईटाको सम गरेर मानिन्छ। अब के भयो, जम्मा तलब राम्रोसँग हेरौँ है त। जम्मा तलब के हुन्छ भने अब ल यहाँ यसरी हेर्नुहोस्, अथवा अलिकति कलर चेन्ज गरेँ मैले। अब जम्मा हाम्रो तलब के हुन्छ, 36,192 खरिदारको हुने भयो। त्यस्तै 38,203 सुब्बाको हुने भयो। त्यस्तै अर्को 48,058 रुपियाँ के हुने भयो, अफिसरको हुने भयो, अर्थात् छैठौँको हुने भयो। अब यसले चाहिँ कहाँ असर पार्छ भने ग्रेडमा असर पार्छ। अब तपाईँको 1 ग्रेड बराबरको रकम है, 1 ग्रेड बराबरको रकम यो 36,192लाई डिभाइड 30 गर्दाखेरि 1 ग्रेड बराबर 1207 रुपियाँ पाउनुभयो। यहाँ 6 भए पनि 7 आउँछ। यसरी ग्रेडमा चाहिँ असर पार्छ। केले असर पारेको छैन, तल यो 10% प्रोत्साहनले असर पारेको छैन है। ग्रेडलाई असर पार्ने भनेको यो 10% वृद्धिले असर पार्छ। अब ग्रेड दर बढी भयो, अहिले त 97 रुपियाँ होला खरदारको, अब 1207 रुपियाँ हुने भयो 1 ग्रेड बराबर। अब सञ्चय कोषमा असर पार्छ। सञ्चय कोषमा के हुन्छ, सञ्चय कोष चाहिँ यो ग्रेड जति छ, तपाईँको यदि ग्रेड छैन भनेको मात्रै म हिसाब गर्छु है। ग्रेड भएको हिसाबमा चाहिँ ग्रेड र जम्मा जोडेर निकालिन्छ। तर अब सञ्चय कोष भनेको के हो भने हेर्नुहोस् है, ठ्याक्कै के हो भने यो ग्रेड र के जोड्ने, जम्मा तलब जोड्ने, तलब र ग्रेड जोड्ने, त्यसको कति पर्सेन्ट हुन्छ इन्टु 10% हो। ल अब सञ्चय कोष जम्मा रकम 3793। यदि तपाईँ ग्रेड यहाँ छैन भने 0 हालिदिने, 3619 रुपियाँ 10%। यसलाई पनि केले असर गरेन, 10% प्रोत्साहनले असर गरेन। सञ्चय कोषमा मासिक सञ्चय कोष कट्टी, यो चाहिँ तपाईँको पैसामा आइरहेको छ। यो चाहिँ पछि हिसाब हुँदा पैसामा हुँदैन ल, पछि चाहिँ रुपियाँमा नै हिसाब हुन्छ। यो 90 पैसा, यो 83 पैसा यस्तो हुँदैन, पछि रुपियाँमा हुन्छ। जस्तै अब यहाँनिर तपाईँको तलब नै पैसामा आयो भने त्यसलाई चाहिँ के गरिन्छ, माथिल्लो अङ्कमा लागिन्छ, त नजिकको 10मा पनि लाने गरिएको छ। ल अब त्यस पछाडि सञ्चय कोषमा असर पारेन, बिमामा त असर पार्दैन, सबै के हो त 400 रुपियाँ, जुन तहको भए पनि 400 रुपियाँ मासिक हो, यसलाई भन्नै परेन। यदि तपाईँको सञ्चय कोष मैले भनिसकेँ, जम्मा र ग्रेड जोडेर त्यसको 10% हो। अब योगदान आधारित निवृत्तिभरण 6% हो, यसलाई पनि के गरिन्छ, सेम हो। यसमा पनि के हो, जम्मा र के जोडिन्छ, जम्मा र ग्रेड जोडिन्छ, त्यसको कति पर्सेन्ट 6% हुन्छ। यसमा पनि केले असर पारेन, यो तलको 10% प्रोत्साहनले असर पारेन। ल
यस त्यति भएपछि के भयो भने ल 2 अङ्कमा राखौँ पैसा सहित। यति भइसके पछाडि अब तलब बुझ्नुभयो होला 10% प्रोत्साहन भनेको के रहेछ भने सबै यति सकिन्छ। ग्रेडको हिसाब पनि माथि नै सकिन्छ, सञ्चय कोषको हिसाब माथि नै सकिन्छ, बिमा माथि नै, योगदान माथि नै सकिन्छ। अब प्रोत्साहन थपिन्छ, यसपछि मात्रै प्रोत्साहन थपिन्छ के। अनि प्रोत्साहन चाहिँ के हुन्छ, यो माथिको यो तलबको होइन कि तलबको 10% भएको भए जम्मा 10% नै हुन्थ्यो, तर जम्माको 10% हो यो, ग्रेड चाहिँ होइन है। यो जम्माको 10% हो, ग्रेड सहितको होइन। यो जम्माको 10% हुन्छ, 3652 यसरी गरिन्छ। अब यो चाहिँ 10% प्रोत्साहन भयो। ल 10% प्रोत्साहन चाहिँ यसरी माथि यहाँनिर 10% वृद्धि सहितमा थपेर 10% गरिन्छ। अब महँगी भत्ता त के हुन्छ, कसैलाई पनि केही हुँदैन, 5000 5000 5000 है। ल अब स्थानीय भत्ता भनेको त दुर्गममा हुनेलाई पाउने, यो चाहिँ काटिन पनि सक्छ। काटियो भने दुर्गममा काम गर्न जान्छु भत्ता त्यहाँ पाइन्छ, दुर्गम भत्ता पाइन्छ भन्ने चाहिँ नहुने हुनाले यसलाई चाहिँ नकाट्ने हुनसक्छ, कायम राखिने हुनसक्छ। यसमा स्थानीय भत्ता जति हो त्यति नै हुन्छ। मानव 3750 छ भने होइन, अब एक खरिदारको कुनै एउटाको मैले उदाहरण दिन्छु, 2760 रुपियाँ लिउँ यसको, अर्को 3260 रुपियाँ लिउँ सुब्बाको, अर्को 3750 जति लिउँ कि 60 नै लिउँ, ल 60 लिउँ। चाहिँ दर रेट अनुसार हुन्छ, मैले बारम्बार भन्दै आएको छु, दर रेट फरक हुन्छ। यसरी हुन्छ। अब पाउने कुराहरू, यो चाहिँ काट्ने कुराहरू होइन, पाउने कुराहरू यसरी तपाईँले पाउनुहुन्छ। पाउँदाखेरि अब के गर्ने त, कहाँदेखि कहाँसम्मको जोड्ने होला त, यहाँ यो जम्मा जोड्ने, त्यसपछि ग्रेड जोड्ने, त्यसपछि सञ्चय कोष जोड्ने, बिमा जोड्ने, योगदान मात्रै जोड्ने, प्रोत्साहन, महँगी भत्ता, स्थानीय भत्ता सबै जोडेर 55,161 रुपियाँ एउटा कर्मचारीको तलब आयो। अथवा यहाँ ग्रेड चाहिँ 0, तपाईँ भर्खरै तलब वृद्धि भएकोले अब ग्रेड समायोजन पनि हुनसक्छ। यसलाई 0 मानेर जाउँ है अहिलेलाई। ग्रेड चाहिँ कुनै पनि ग्रेड नपाएको भनौँ न, ग्रेड समायोजन पनि त हुन्छ। ग्रेड पाउँदै गर्नु भएको छ, जस्तै तपाईँहरू 3 ग्रेड मात्रै पाउनु भएको छ भने 0मा झार्छ है ग्रेड चाहिँ ठ्याक्कै 3 ग्रेडसम्म 0मा, 4 ग्रेडदेखि 1 ग्रेड, 5 ग्रेडमा पाइ खाइराख्नु भएको छ भने 2 ग्रेड, त्यसरी हुन्छ। ल ग्रेड समायोजनको एउटा नियम छ, यदि तपाईँलाई चाहिन्छ भने म त्यो ग्रेड समायोजनको बारेमा पनि भिडियो बनाएर दिन सक्छु। 1 ग्रेड छ भने 0 भयो, 2 ग्रेड छ भने 0 भयो, 3 ग्रेड पनि 0। हेर्नु त, 1 ग्रेड हुने, 2 ग्रेड हुने र 3 ग्रेड हुनेको तलब चाहिँ बराबर हुन्छ कि। ग्रेड समायोजनको कुरै यस्तै हो, 4 देखि माथि मात्रै फरक पर्छ। यो यस्तै नै हो है। अनि को लक्की हुने को अनलक्की हुने तलब बढेको बेला मात्रै हुन्छ। ल ग्रेड 0 सबैको हाल्दा पनि सञ्चय कोष 10% वृद्धि, प्रोत्साहन, निवृत्तिभरण गरेर तपाईँले पाउने 53,762 रुपियाँ अथवा 56,000 सुब्बाले पाउने, 69,000 अधिकृतले पाउने। अब कट्टी भनेर कुरा छ। कट्टी चाहिँ के काटिन्छ भने अरू केही काटिँदैन। यो सञ्चय कोष के हुन्छ, दब्बर काटिन्छ। यो सञ्चय कोषको चाहिँ यहाँनिर यसको के हुन्छ, 2 ले गुणा गरेर दब्बर काटिन्छ। यो खरिदारको मात्र हिसाब गरेर, अरूको हिसाब गरिन। त्यस्तै बिमा पनि दब्बर काटिन्छ, योगदान आधारित निवृत्तिभरण पनि दब्बर काटिन्छ। सक्यो। बिमा यो सञ्चय कोष 3600 भनेको हामी सरकारले दिन्छ, 3600 केले हाम्रो तलबबाट काटिन्छ, त्यही भएर 7200 काटिन्छ। अब बिमा भनेको 400 गरेर 800 काटिन्छ। योगदानमा आधारित पनि 2171 यहाँ थियो, 72 हुन आउँछ होला भरे पैसा हिसाब गर्दा। अब 4300 काट्यो, बाँकीको काटेन, बाँकीको 1%, त्यो 1% काट्ने त नियमै छ, त्यही हिसाबले काटिन्छ। बाँकीको 1% चाहिँ कसरी काटियो भने बराबर तपाईँको जम्मा तलबमा यो हो होइन, अनि माइनस, यसो गरौँ, माइनस यो काट्ने सबै कट्टी हुन्छ, यो पनि माइनस हुन्छ, यो पनि माइनस हुन्छ। अब यति काट्ने त्यति त हो होइन। त्यसको 1% के हुन्छ, अब ट्याक्स भनेर काटिन्छ। 10 लाखसम्म छुटै दिएछ, 413 रुपियाँ काटिन्छ। यति काटेर यो चाहिँ कति भयो जम्मा, अब तलब कति आउँछ मानौ 12,000 त काटि नै हाल्ने रहेछ। अब खरिदारको तलब भनेको मासिक तलब
53,000 पाउनुपर्ने हो, 12,000 कट्दाखेरि कति आयो? 40,000 आयो होला। कुनै पनि ग्रेड नहुने खरिदारको एउटा स्थानीय तह चाहिँ फेरि स्थानीय भत्ता 2700 जति आउनेमा यदि 0 काठमाडौँमा बस्नु भएको छ भने 0 गरेर हिसाब गरिदिने सकेको। अथवा धेरै दुर्गममा बस्नुहुन्छ तपाईँको चाहिँ मानव 6400 स्थानीय भत्ता छ नि, त्यही अनुसार हुन्छ, त्यही नै सेम हिसाब हो। अब मैले 2700 मानेर गरे मात्रै त्यो दुर्गमता अनुसार हुन्छ, यो एकै नाश हुँदैन, उदाहरण मात्र हो। यसरी तपाईँ तलब हिसाब गरिन्छ। अब बुझ्नुभयो नि तलब वृद्धिले असर कहाँ पार्ने रहेछ? यहाँसम्म असर पार्छ तलब वृद्धिले, ल यहाँसम्म असर पार्यो। अब 10% प्रोत्साहनले ती माथिको कुनैमा पनि असर पारेन, यो 1% कट्टी मात्रै असर पारे, आनन्दले पाउनुहुन्छ। यो चाहिँ मलाई के लाग्छ भने धेरैजनाले हल्ला गरिराख्नु भएको छ कि सामाजिक सञ्जालमा, यो त योगदान के अरे प्रोत्साहन हो, काम गरे पाइने नगरे नपाइने भन्ने, त्यो चाहिँ होइन होला मलाई चाहिँ लाग्छ। प्रोत्साहनमा आधारित तलब खानेहरू भनेको चाहिँ अर्कै हुन्छ, त्यसको चाहिँ कार्यविधि नै हुन्छ। बढी काम गर्नेहरूमा चाप बढी भएको, पहिल्यै पनि त हाम्रोमा नेपालमै छ त, सिंहदरबारमा बस्नेले 100% इन्सेन्टिभ खाएकै हो, त्यो हो के प्रोत्साहन अर्को चाहिँ। यो त तलब हो, तलब वृद्धि हो नि, सबैलाई बराबर गरे पनि। पहिले अब कोलिनिकामा राजस्वमा गर्नेले 100% 40देखि 100सम्म खान्थे, कोलिनिकामा काम गर्ने 40% खान्थे। त्यस्तै स्थानीय तहहरूले आफ्नै कार्यविधि बनाएर कर्मचारीलाई 40%, 60-70%सम्म दिइरहेछ, अथवा 40%सम्म दिइरहेछ, 60-70 त नभनौँ 40%सम्म दिइरहेछ। त्यो हो प्रोत्साहनमा आधारित चाहिँ एक के भन्छ कार्य सम्पादन आधारित प्रोत्साहन चाहिँ। तर यो चाहिँ सबैलाई दिने हो, काम राम्रो गर तलब बढाएको छौँ भनेर दिने हुनाले यो चाहिँ काम गरे पाउने नगरे नपाउने भन्ने चाहिँ पटक्कै होइन है, मलाई चाहिँ पटक्कै लाग्दैन त्यो चाहिँ। अब चाहिँ के गरौँ भने मैले के गर्न चाहन्छु भने अब पेन्सनतर्फ लान चाहेँ है तपाईँलाई। अब पेन्सनको कुरा धेरैले कमेन्टहरू गरिराख्नु भएको छ, पेन्सनको चाहिँ यहाँनिर हिसाब गरौँला। पेन्सन है त, पेन्सन चाहिँ के कसरी बढ्छ, तपाईँ अहिले कति खाइराख्नु भएको छ त्यो सुरुमा आफैले जान्नु पर्यो है। पेन्सन चाहिँ अहिलेसम्म कति खाइराख्नु भएको छ त्यो चाहिँ आफैले पहिला जान्नुहोस्। जस्तै एकजना 16,000 रुपियाँ पेन्सन पाउने कति हुन्छ भनेर सोध्दै हुनुहुन्थ्यो कि, तलबमा अब कति बढ्यो त? तपाईँ यदि खरिदार पदबाट पेन्सनमा निस्किनु भएको भए चाहिँ, अथवा मानिएको पेन्सन हुन्छ त्यो चाहिँ फेरि तलबमानमा हेर्नु होला, तलबमानमै आउँछ। पेन्सनको लागि रिटायर बढुवा भएर रिटायर गरेको पनि हुन्छ, त्यो चाहिँ तपाईँले आफूले पहिला जान्नुपर्छ। तर यहाँ मैले के चाहिँ उदाहरण दिएँ भने पेन्सन कति बढ्यो भन्न चाहिँ त्यो अघिको प्रोत्साहनको कुरै बिर्सिनुहोस्। अब यो 10% तलब वृद्धि मात्र सम्झिनु पेन्सनको लागि। बढेको कति हो? यो 3200 बढेको, सबभन्दा पहिला जान्नुपर्ने यो बढेको 3290 है, 3290 बढेको छ, यो जान्नुहोस्। त्यस पछाडि तपाईँले पाउने पेन्सन भनेको चाहिँ अब खरिदारबाट तपाईँ रिटायर हुनु भएको थियो भने पहिला के गर्नुहोस्, यो बढेको तलबलाई 3290लाई केले गुणा गरिदिनुहोस्, गुणा गर्नुहोस् है, सुरुमा 2ले गुणा गरिदिनुहोस्, आयो। अब फेरि यसलाई यो 2ले गुणा गरेपछि के गर्नुहोस्, 3ले डिभाइड गरिदिनुहोस्, त्यति हो पेन्सन भनेको। तपाईँले पाउने पेन्सन भनेको चाहिँ 2/3 भनेर भन्छ नि त नियममा। ल खरिदारबाट रिटायर हुनु भएको थियो भने चाहिँ 2193 रुपियाँ, 2194 रुपियाँ जति पेन्सन बढ्यो। अब सुब्बाबाट रिटायर हुनु भएको थियो अथवा अधिकृतबाट रिटायर हुनु भएको थियो, त्यो तलबमानमा हुनु भएको थियो, यसरी बढ्छ पेन्सन चाहिँ। खरिदारबाट रिटायर हुने चौथो लेभलबाट हुनेलाई 2194 भयो, सुब्बाबाट रिटायर हुनेलाई 2316 रुपियाँ एराउन्ड हुने भयो, र छैठौँ अथवा अधिकृतबाट रिटायर हुनेलाई 2912-13 रुपियाँ हुने भयो थप चाहिँ। र बाँकी चाहिँ यावत कुराहरू तपाईँ आफैले पनि हिसाब गर्न सक्नुहुन्छ। 4300 रुपियाँ चाहिँ तलब बढेको हो होइन। त्यसको चाहिँ के हुन्छ, सुरुमा त्यसलाई 2ले मल्टिप्लाई गरिन्छ, 2700 हुन्छ। फेरि त्यसलाई के गरिन्छ, 3ले डिभाइड गरिन्छ। सुरुमा 2ले मल्टिप्लाई गर्ने, त्यसपछि 3ले डिभाइड गरिदिने, टक्कै आउँछ, 2/3 थप हुन्छ भनेर भन्दछ। यसरी मैले यहाँनिर के कुराको समाधान गर्न खोजेँ भने 10% प्रोत्साहनले कहाँनिर असर गर्छ, कहाँ गर्दैन भन्ने कुरा
बताउन खोजेँ। त्यस पछाडि चाहिँ पेन्सनको विषयमा के हुने भन्ने विषयमा पनि जानकारी दिन खोजेँ। अझै पनि बुझ्नु भएको छैन भने सोध्न सक्नुहुन्छ। यो चाहिँ करारलाई हुने कि नहुने, अस्थायीलाई हुने कि नहुने भन्ने चाहिँ सबैलाई हुन्छ प्रोत्साहन। मेरो आफ्नो मान्यता है, यो प्रोत्साहन सबैलाई बढ्छ, तर असर भनेको स्थायीको ती ग्रेडका कुरा होइन, त्यसको सञ्चय कोषका कुरा, बिमा कुरा होइन, योगदानमा आधारित निवृत्तिपूर्ण कुराहरू मात्र पेन्सनमा मात्रै असर पार्ने हो। त्यसै गरी नै सबैको वृद्धि भएको छ। विद्यालयको कर्मचारीको के भएको छ भन्ने पनि सोधिराख्नु भएको थियो। विद्यालय कर्मचारीको पनि त्यही नै हो, 10-10 नै हुने हो। नगरिकन त अब गाह्रो छ नि, अरूको चाहिँ बढ्ने कसैको नबढ्ने हुँदाखेरि त गाह्रो हुने भयो। हस् त, मैले जानेको कुराहरू जति सिकाउने प्रयत्न गरेँ। अब त्यो चाहिँ फाइनल फेरि अर्थ मन्त्रालयको चिठी आएपछि म एउटा भिडियो राम्रो एकदम इन्फर्मेटिभ भिडियो बनाउने छु। साउन्डमा हुन्छ त्यो, अहिलेलाई होइन। अहिले तत्काललाई चाहिँ यति बुझ्दै गरौँ, मैले बुझाएको जति यो होइन रहेछ भने पनि पछि यस्तो पाएँ भनेर पनि म यही च्यानलमा जानकारी दिनेछु। हस् त, धन्यवाद, नमस्कार।